आज विङ डेको सुरुवात चाहिँ सिजिआरमा टक्क बिहान उठेर हामी खेलाडी बाइकले चाहिँ ब्रेकफास्ट गरेर सुरु भयो। सो यसो रुममा गएर हेरेको खेलाडीहरू एकदमै गाह्रो भएर बसिरहेको रहेछन्। त्यसपछि खेलाडीहरूलाई थोरै क्याप्स लोड गराएर हामी लाग्यौँ विङ गर्ने ठाउँतिर। सो सिएमडीमा थियो विङ चाहिँ, अनि हामी गएर सुरुमा पहिला अजय सरको विङ सुरु भयो। सो हाम्रो अजय सरलाई चाहिँ ट्याग नम्बर 19 परेको छ। अजय सरको सकेपछि सुरु भयो हाम्रो सुरज सरको विङ। सो सुरज सर चाहिँ क्लासिक फिजिक खेल्दै हुनुहुन्छ। सुरज सरको पनि विङ सक्यो, ट्याग नम्बर 62 र 19 लिएर हामी फेरि रिसोर्ट फर्क्यौँ। सो रिसोर्ट आएर हामी एकछिन रेस्ट गरेर यसो बाहिर हेर्दा पानी परिरहेको रहेछ। अनि हामी क्याफेमा गएर चट्ट खाजा खानु पऱ्यो भनेर, अब खेलाडीलाई भोक नलाग्ने हामीले त खानु पऱ्यो भनेर खाएपछि सो वाक गर्दै हामी राइनो फिटनेस हबतिर पुग्यौँ। यो राइनो फिटनेस हब चाहिँ यस्तो दामी लाग्यो मलाई, 3टा फ्लोरको। अनि हाम्रो केटाहरू चाहिँ यहाँ सौना बसिरहेको थियो। खेलाडीहरूको अवस्था यस्तो छ। सो सौना सकेपछि हामी यस्तो कन्डिसन लिएर फेरि रिसोर्टतिर फर्क्यौँ। आजको दिन यसरी नै सक्यो।